Diversify your portfolio investment in commodities and derivatives. Gold, silver, copper, cotton, crude oil, wheat, coffee. Nepal Derivative Exchange Index, your ideal platform to hedge your risk. ब्रेकपछि पुनः स्वागत छ। कमोडिटी मार्केटको एक्चुअल विश्वव्यापी स्ट्यान्डर्ड के हो, फ्रेमवर्क कस्तो हुन्छ र नेपालमा कसरी चलिरहेको छ, प्रकाश मार्केट अलिकति चाहिँ अब रेगुलेट मार्केट बजार रेगुलेटेड नभएपछि अलिकति समस्या जस्तो चाहिँ हामीले देखिराखेको छौँ। अहिले भर्खरै अनइथिकल प्र्याक्टिसहरू पनि बढ्दै गएको हो कि अथवा बढ्न थालेको हो कि त्यसलाई कसले रोक्ने त, त्यसलाई कसले चाहिँ गर्ने त, गायो गर्ने त, तपाईँको कसले चाहिँ सही हो कि गलत हो भनेर कसले छुट्याउने त, एउटा कुनै एउटा फ्रेमवर्क नभएको कारणले गर्दाखेरि अलिकति बजारमा समस्या चाहिँ भएको हो कि भन्ने किसिमको हाम्रो फिल चाहिँ भइरहेको छ। मार्केटको स्ट्रक्चर कस्तो हुन्छ त, जस्तै नेपालमा तपाईँहरूले एउटा कमोडिटी एक्सचेन्ज हुन्छ, एउटा रेगुलेटर हुन्छ, एउटा ब्याङ्कसँग पार्टनरसिप पनि गर्नु भएको हुन्छ, त्यो एउटा फ्रेमवर्क बताइदिनुहोस् न जनताले बुझ्ने भाषामा। अब कमोडिटी मार्केट नेपालमा आयो, यस्तो फ्रेमवर्क हुन्छ र यस्तो होस् भन्ने कुरा तपाईँहरूको चाहना सहितको एउटा फ्रेमवर्क बताइदिनुहोस्। डेफिनेटली कमोडिटी मार्केट भनेर एक्सचेन्ज भनेर आफू एक्सचेन्ज एक्लै मात्रै टिक्ने होइन, एक्सचेन्ज आफूले मात्रै एक अर्थतन्त्रमा त्यो खासै महत्त्वपूर्ण योगदान दिन सक्दैन। स्टक मार्केटको हकमा, स्टक एक्सचेन्जको हकमा स्टक एक्सचेन्ज आफू नै सबै कुरा हो होइन। उहाँहरूले पेपर के भन्छ एसेटको ट्रेडिङ गर्नुहुन्छ, पेपर ट्रान्सफर हुन्छ, उहाँहरू आफ्नो एउटा कम्प्लिट सिस्टम हो। तर कमोडिटी एक्सचेन्जको हकमा कमोडिटी एक्सचेन्ज आफू मात्रै केही पनि होइन। कमोडिटी एक्सचेन्ज राम्रोसँग सञ्चालन हुनको लागि कमोडिटी इकोसिस्टमको आवश्यकता पर्छ होइन। कमोडिटी इकोसिस्टमको आवश्यकता पर्छ। त्यो इकोसिस्टममा के कुराहरू पर्छ भनेर भन्दाखेरि वेयर हाउस सिस्टम पर्छ होइन। किसानहरूले अथवा जुन पनि कमोडिटीहरूको हामी ट्रेडिङ गर्छौँ, एग्रिकल्चर कमोडिटीहरूको हकमा हाम्रो किसानहरूको कारोबारको कुरा भयो होइन। त्यहाँपछि प्रेसियस मेटलहरूको हकमा त्यहाँ ब्याङ्कको भल्टकोहरूको कुरा भयो। त्यो जुन वेयर हाउस छ, अनि वेयर हाउसलाई राम्रोसँग रेगुलेट गर्ने र वेयर हाउसमा जुन प्रडक्ट राखिएको हुन्छ त्यो प्रडक्टलाई सेक्युरिटाइजेसन गर्नेलाई वेयर हाउस एक्टको पनि जरुरी छ। एउटा फ्रेमवर्क के भयो, अब एउटा महत्त्वपूर्ण पाटो चाहिँ वेयर हाउस एक्टको कुरा भयो। अर्को महत्त्वपूर्ण पाटो भनेको वेयर हाउस सर्टिफिकेसन एन्ड ग्रेडिङ एजेन्सी होइन। सर्टिफिकेसन एन्ड ग्रेडिङ एजेन्सीले चाहिँ के गर्ने भयो भनेर भन्दाखेरि जुन वेयर हाउसमा जुन सिस्टम जुन राखिएको छ वेयर हाउसमा, त्यो वेयर हाउसमा राखिएको जुन कमोडिटी छ त्यो कमोडिटीको क्वालिटी यो हो, क्वान्टिटी यो हो भनेर एउटा स्पष्ट चाहिँ दिने एउटा छ त्यो रिसिप्टको कुरा। त्यो रिसिप्ट चाहिँ भयो भने अनि चाहिँ राम्रोसँग त्यसले सेक्युरिटीको रूपमा यसले आफ्नो उ गर्छ। सेक्युरिटीको रूपमा भनेको जस्तो ढिलोबाट कुनै ब्याङ्कको एउटा सेयर भयो भने त्यसले एउटा सेक्युरिटी भयो नि, त्यस्तै हिसाबको सेक्युरिटीको यसले रूप धारण गर्छ। अनि त्यो सेक्युरिटी के भन्छ एजेन्सी सँगसँगै अर्को कोलाटरल म्यानेजमेन्ट एजेन्सी आउँछ, अब लेन्डिङ एजेन्सी आउँछ। त्यो लेन्डिङ एजेन्सीमा तपाईँले भन्नुभएको जस्तो ब्याङ्कहरूको कुरा हुन्छ। जस्तो कुनै एउटा किसानले होइन 1000 केजी गहुँ उसले उत्पादन गरिरहेको छ, उसले कहीँ लगेर स्टोर गरिरहेको छ, वेयर हाउसमा लगेर स्टोर गरिरहेको छ। वेयर हाउसमा लगेर स्टोर गरेपछि वेयर हाउस रिसिप्ट त्यो वेयर हाउस कम्पनीले किसानलाई एउटा वेयर हाउस रिसिप्ट दिन्छ। त्यो वेयर हाउस रिसिप्ट एउटा सेक्युरिटीको रूपमा गयो। अब जसरी मान्छेहरूले तपाईँको घर जग्गा राखेर ब्याङ्कमा राखेर जसरी लोन लिन सक्छन्, त्यसै गरी त्यो जुन 1000 केजी, मैले इक्जाम्पल मात्र दिनेछु, 1000 केजीको जुन व्हिट छ अथवा गहुँ छ, त्यो गहुँको जुन वेयर हाउस रिसिप्ट छ त्यो वेयर हाउस रिसिप्ट ब्याङ्कमा राखेर ब्याङ्कबाट चाहिँ लोन लिन सक्ने जब इन्भाइरोमेन्ट हुन्छ अनि मात्रै कमोडिटीको साइकल इकोसिस्टमको साइकल कम्प्लिट हुन्छ। क्लियरिङ ब्याङ्कको जुन एउटा प्रावधान छ त्यो खासैमा के हो? क्लियरिङ ब्याङ्क भनेको चाहिँ अहिले हामी कहाँ जुन तरिकाले क्लियरिङ ब्याङ्कको युज गरिरहेका छ र वास्तवमा कमोडिटी इकोसिस्टममा जुन तरिकाले क्लियरिङ ब्याङ्कको युज हुन्छ त्यो दुईवटा डिफ्रेन्ट सेनारियो छ। म तपाईँलाई अहिलेको सेनारियो भन्छु र भोलि के हुनुपर्छ त्यसको सेनारियो हुन्छ। मैले ब्याङ्कको जुन ब्याङ्क तथा वित्तीय संस्थाहरूको एउटा प्रमुख भूमिकाको रूपमा चाहिँ मैले तपाईँलाई भनिसकेँ, लेन्डिङ एजेन्सीको रूपमा ब्याङ्कहरूले काम गर्न सक्छन्। त्यो वेयर हाउस रिस्कको एगेन्स्टमा किसानहरूलाई लोन दिन सक्छन्, किसानहरूको प्रपर्टीको एगेन्स्टमा। प्रपर्टी के भन्छ वेयर हाउस रिस्कको एउटा रोल त्यो भयो। अर्कोपट्टि क्लियरिङ ब्याङ्कको जुन रोल छ अहिले भर्खर भइराखेको भनेको चाहिँ ब्याङ्कहरूले अन्तमा जुन फाइनेन्सियल ट्रान्जेक्सनहरू हुन्छ त्यो फाइनेन्सियल ट्रान्जेक्सनहरू हुँदाखेरि एन्ड अफ द डेमा जुन त्यहाँ कारोबारको सेटलमेन्ट हुन्छ, जुन दिनको अन्तमा कारोबार जुन क्लोजिङ हुने बेलामा सेटलमेन्ट हुन्छ, त्यो बेलामा चाहिँ डिफ्रेन्ट पार्टीहरू हुन्छन्। त्यो डिफ्रेन्ट पार्टीहरूले चाहिँ
कसले कमाउनुहुन्छ कसले गुमाउनुहुन्छ अथवा कसले त्यो जुन फाइनेन्सियल जुन ट्रान्जेक्सन हुन्छ फाइनेन्सियल ट्रान्जेक्सन एन्ड अफ उहाँहरूले अनलाइन ब्याङ्किङको थ्रु चाहिँ एउटा सपोर्ट गर्नुभएको छ। क्लियरिङ ब्याङ्कको जुन एउटा काम हुन्छ जस्तै क्लियरिङ तपाईँहरूको क्लियरिङ एजेन्सीले फन्ड ट्रान्सफरको काम गर्छ, त्यसको अथेन्टिकेसन कसले दिएको हुन्छ? फन्ड ट्रान्सफरको काम त तपाईँको अथेन्टिकेसनको भन्दाखेरि जसले एक्सचेन्जले नै रेगुलेट गरिरहेको हुन्छ, एक्सचेन्जले हेरिरहेको हुन्छ, जुन फन्डहरू ट्रान्सफर भइरहेको हुन्छ एक्सचेन्जले हेरिरहेको हुन्छ होइन। तपाईँको क्लियरिङ जुन एजेन्सी हुन्छ होइन, त्यो क्लियरिङ एजेन्सीले जुन फन्डहरू ट्रान्सफर गरिरहेको हुन्छ, एन्ड अफ द डेमा जुन सेटलमेन्टको कारोबारको प्रक्रियाहरू गरिरहेको हुन्छ, त्यसको डाइरेक्ट अब्जर्भेन्ट चाहिँ एक्सचेन्ज हुन्छ। एक्सचेन्जले चाहिँ मोनिटर गरिरहेको हुन्छ, क्लियरिङ एजेन्सीहरूलाई ब्रोकिङ कम्पनीहरूलाई मोनिटर गरिरहेको हुन्छ त्यो फन्ड ट्रान्सफरको केसमा। त्यसमा एनआरबी जस्तो राष्ट्र ब्याङ्क, ब्याङ्कलाई रेगुलेसन गर्ने राष्ट्र ब्याङ्क होइन, राष्ट्र ब्याङ्कसँग केही त्यस्तो रिलेसन रहन्छ? सिधा भन्दाखेरि तपाईँको इन्डाइरेक्ट रिलेसनसिप चाहिँ हुन्छ, तर विभिन्न देशमा जुन सेन्ट्रल ब्याङ्कहरू छन् त्यो सेन्ट्रल ब्याङ्क र कमोडिटी एक्सचेन्ज र कमोडिटी मार्केटको चाहिँ प्रत्यक्ष सम्बन्ध चाहिँ हुँदैन, सम्बन्ध छैन। जस्तो कि अब यसमा फेडरल रिजर्भको कुरा गरौँ होइन, उहाँहरूको र त्यहाँको एक्सचेन्ज वान अफ द लार्जेस्ट एक्सचेन्ज सिकागो मर्केट एक्सचेन्ज हुन्छ, त्यो प्रत्यक्ष सम्बन्ध हुँदैन। इन्डियामा आरबिआई र तपाईँको एक्सचेन्जहरूको प्रत्यक्ष सम्बन्ध छैन, त्यहाँ एउटै रेगुलेटर छ भनौँ न। हामी अब कमोडिटी मार्केटमा प्राइसिङको बारेमा अलिकति धेरै कन्ट्रोभर्सियल कुराहरू पनि आइरहेको छ, खासमा प्राइसिङ कसरी चल्छ? प्राइसिङको कुरामा चाहिँ मार्केट मेकिङ जुन कम्पनीहरू हुन्छन्, यहाँनिर जुन लिक्विडिटी प्रोभाइडरहरू अथवा जुन लिक्विडिटी प्रोभाइडरलाई के भन्ने बजार निर्माता कम्पनीहरू, त्यो बजार निर्माता कम्पनीहरूले चाहिँ अन्तर्राष्ट्रिय रूपमा जुन कमोडिटी मार्केटमा भनौँ न चलिरहेको विशेष गरी प्रेसियस मेटल्समा सुन र चाँदीमा चाहिँ इन्टरनेसनल मार्केटमा जुन रेट चलिराखेको हुन्छ त्यो रेटलाई आफूले रिफरेन्स लिएर त्यो रिफरेन्सको आधारमा चाहिँ म यतिमा किन्छु र यतिमा बेच्छु भनेर पर्टिकुलर जुन कन्ट्र्याक्टहरू हुन्छ त्यो कन्ट्र्याक्टको लागि उहाँहरूले कन्टिन्युसली प्राइस के हुन्छ दिइराख्नु भएको हुन्छ उहाँहरूलाई एक्सचेन्जलाई। अनि एक्सचेन्जले त्यो प्राइस चाहिँ के भन्छ आफ्नो ब्रोकिङ कम्पनी तथा आफ्नो क्लाइन्टहरूलाई दिएको हुन्छ। नेपालका जस्तै कमोडिटी एक्सचेन्जहरू छन् नि, उनीहरूले कहाँको प्राइस लिएर कमोडिटी एक्सचेन्जले प्राइस लिने होइन, कमोडिटी पहिलो कुरा हामी यसमा क्लियर हुनुपर्छ, कमोडिटी एक्सचेन्जले प्राइस लिने होइन। कमोडिटी एक्सचेन्जले चाहिँ क्लियरिङ जुन कम्पनीहरू हुन्छ, क्लियरिङ एजेन्सीहरू हुन्छ अथवा मार्केट बजार निर्माता जुन कम्पनीहरू हुन्छ, त्यो बजार निर्माता कम्पनीहरूले चाहिँ एक्सचेन्जको प्लेटफर्ममा म यतिमा किन्छु र यतिमा बेच्छु भनेर उहाँले कन्टिन्युसली प्राइस दिइराख्नु भएको छ। त्यो प्राइस एक्सचेन्जले डिटर्मिनेसन गर्ने होइन। Diversify your portfolio investment in commodities and derivatives. Gold, silver, copper, cotton, crude oil, wheat, coffee. Nepal Derivative Exchange Index, your ideal platform to hedge your risk.